प्रजातन्त्रको सुन्दरतम पक्षमध्ये एक मतदाताको मत बदल्ने क्षमतालाई मानिन्छ। मुलुक र समाजको आवश्यकता अनुरूप नीति बदल्न सक्ने, जान्ने नेतृत्वलाई गतिशील ठानिए जस्तै मुद्दा बुझेर मत बदल्न सक्ने मतदातालाई योग्य र चेतनशील मानिन्छ। नेतृत्व र मतदाता बदलिने विषय चाहिँ स्थिर हुनुपर्छ, जस्तै सार्वभौमिक सर्वोच्चता, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, भौगोलिक अखण्डता, स्वसंस्कृति, स्वधर्म, परम्परा, भाषा, मौलिक एवं जनउपयोगी वैज्ञानिक शिक्षा प्रणाली र राष्ट्रिय स्वाभिमान जस्ता विषयहरू उपेक्षित हुने प्रकारले बदलिने छुट नेतृत्व र मतदाता दुवैलाई हुँदैन। सधैँ र सबै मतदाताको मत र नेतृत्वको सोच उल्लेखित विषयहरूमा केन्द्रित रहनुपर्छ। यसबाट स्खलित हुने छुट कसैलाई हुँदैन। तथापि मतदाताले आफ्नो विवेक प्रयोग गर्न नसक्दा गलत मतदानकै कारण संसारमा अनेकौं अस्वाभाविक र अप्रिय घटना पनि निम्तिएका छन्। फिलिपिन्समा मार्कोस, जिम्बाब्वेमा रोबर्ट मुगाबे, जर्मनीमा हिटलर र इटलीमा मुसोलिनी जस्ता तानाशाहहरूको उत्पत्ति जनताको मतबाट नै भएको थियो भने पूर्वी युरोपको समृद्ध मुलुक युक्रेनले वर्तमानमा भोगिरहेको बर्बादीको मूल कारण पनि मतदाताले ठिक समयमा विवेक नपुर्याउनाले नै हो। एक समयको सार्वभौम मुलुक सिक्किमले आफ्नो सार्वभौमिकता गुमाउँदा पनि त्यहाँका मतदाताको भूमिका मुख्य जिम्मेवार रहेको छ। मतदातामा विवेकीय क्षमताप्रति विश्वस्त हुन नसकिने भएकाले हुनुपर्छ। संयुक्त राज्य अमेरिकाले आम जनतालाई मतदाता चुन्ने अधिकार मात्र निश्चित गरिदिएको छ। योग्य व्यक्ति चुनिन मतदाता योग्य हुनुपर्छ भन्ने अवधारणा स्थापित गर्दै अमेरिकाले इलेक्ट्रोल कलेजका माध्यमबाट कार्यकारी निर्वाचित हुने अभ्यास गर्दै आएको हुनुपर्छ। मानिसले ख्याति आर्जन गर्नु र राज्य सञ्चालनका निम्ति योग्य हुनु दुई भिन्न पक्ष हुन्। मानिस गायक बनेर, नृत्य गरेर, जोक्कर बनेर, लेखेर, धन आर्जन गरेर, र्यापर बनेर, अभिनेता या अभिनेत्री भएर, हास्य कलाकार बनेर या यस्तै सृजनात्मक अनेक कार्य गरेर ख्याति आर्जन गर्न सक्छन्, चर्चित बन्न पनि सक्छन्। एउटा विधामा ख्याति आर्जन गरेका व्यक्तिले आफ्नो ख्यातिलाई दुरुपयोग गर्दै असम्बन्धित क्षेत्रमा प्रवेश गर्दा त्यसले अनपेक्षित र अस्वाभाविक परिणाम निम्त्याउन सक्छ। कलाकारितामा सफल व्यक्ति राजनीतिमा सफल बन्न सक्दै नसक्ने होइन, तर राजनीतिलाई नै रङ्गमञ्च बनाउने गरी कलाकारहरूको राजनीतिमा घुइरो लाग्न थाल्यो भने त्यसले निम्त्याउने चाहिँ केवल विपत्ति मात्र हो। आजको युक्रेनको बर्बादी हास्य कलाकारलाई मतदान मार्फत राज्य जिम्मा लगाएपछि नै सुरु भएको हो। नेपाली मतदाताले नेपालकै पहिलो आम निर्वाचन विक्रम सम्वत 2015 सालमा 2/3 बहुमतको भारी नेपाली काङ्ग्रेसलाई बोकाएका थिए। तर 1.5 वर्षपछि आफैले निर्वाचित गरेको सरकारलाई राजाले भङ्ग गरिदिँदा उक्त कदम विरुद्ध सडकमा उत्रने मानिसको सङ्ख्या हातको औँला बराबर पनि भएन। 1.5 वर्षमै नेपाली मतदाताको मन किन त्यसरी बदलिएको थियो भन्ने विषयमा बौद्धिक समुदायले अनुसन्धान गर्न आवश्यक नदेखेका भए पनि काङ्ग्रेस स्वयंले त्यसको निर्मम समीक्षा गर्नुपर्ने थियो, गरेनन्। केवल राजा महेन्द्रको महत्त्वाकांक्षी कदम विशेषण लगाएर उक्त सन्दर्भलाई बुझ्ने र बुझाउने काम हुँदै आएको छ। राजाको सक्रिय शासन भएकाले पञ्चायतकालमा आम चुनावको खासै अर्थ थिएन। तथापि 2043 सालमा भएको आम निर्वाचनमा जनपक्षीय शब्दको हेलमेट लगाएर पञ्चायती व्यवस्था विरोधीले निर्वाचनमा सहभागिता जनाउँदा पनि कतिपय जिल्लाका मतदाताले मत बदलेका थिए। पञ्चायतको अन्त्य भएर संसदीय प्रजातान्त्रिक प्रणालीको अभ्यास भएता मूलतः 2 पटक अनपेक्षित ढङ्गले मतदाताद्वारा मत बदलेको देखियो। 2064 र 2082मा प्रजातान्त्रिक पद्धति विरुद्ध हिंसात्मक युद्ध गर्ने माओवादीलाई 2064मा नेपाली जनताले अनुमोदन गर्ने विश्वास गरिएको थिएन। हिंसात्मक द्वन्द्वकालमा बाँस र घाँस समेत नदिने जनताले माओवादीलाई 2064मा भारी मतदान गरेर उच्च पुरस्कार दिए। माओवादी फेरि हिंसामा नफर्कियोस् भन्ने सोच राखेर तिनलाई मतदान गर्ने पनि कतिपय भए होलान्।
आम मतदाता चाहिँ यति ठुलो विध्वंस मचाउन सक्ने माओवादीलाई राज्य सत्ता जिम्मा लगाइयो भने देश बनाउन पनि सक्ला भन्ने विश्वास रहेको बुझिन्थ्यो। तर 2 दशकसम्म माओवादीको वरिपरि सत्ता घुमिरहँदा देशले समृद्धिको मार्ग तय गर्न सक्दै सकेन। मुलुक यथास्थितिमा रहन पनि सकेन। अराजकता, भ्रष्टाचार, अनियमितता, व्यथिति, भागबण्डावादी संस्कृति, युवा पलायन, बेरोजगारी, अस्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा सङ्कट, देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच तथा जन असन्तुष्टिको अनियन्त्रित वेग नै विगत 2 दशकको विशेषता हो। देशको समय बर्बाद भएको दशकका रूपमा माओवादी चिरणकाललाई लिइन्छ। देशको समय बर्बादी भएको दशकका रूपमा माओवादी विचरणकाललाई लिइन्छ। माओवादीलाई अघि सारेर मुलुकमा भित्राइएको धर्मनिरपेक्षता सहितको सङ्घीय जातीय समानुपातिक गणतन्त्र असफल भएको ठहर नेपाली जनताले गर्दै थिए। विद्यमान व्यवस्थाको विकल्प खोज्ने चेतनाको विस्तार हुनै लागेको थियो। त्यसपछि अदृश्य शक्ति आफैले अर्को चक्रव्यूहको रचना गरिदियो। नीति र व्यवस्था यथावत राखी नेता मात्र बदलेर सुख खोज्ने अवधारणा सामाजिक सञ्जाल मार्फत व्याप्त बनाइयो। पुराना दल र पुराना नेता नै यो मुलुकको हरेक दुःखको कारण भएको सन्देश नागरिक तहसम्म पुर्याइयो। जनताले चिन्दै नचिनेका, कुनै सुखद पृष्ठभूमि नभएका अराजनीतिक पात्रलाई मुक्तिदाता भगवानका रूपमा सामाजिक सञ्जालका माध्यमबाट प्रस्तुत गरियो। 10 वर्षे विध्वंसका नाइके माओवादीलाई राज्य जिम्मा लगाएको ठिक 2 दशकपछि माओवादीको भन्दा खतरनाक विध्वंस रचियो र उक्त महाविध्वंसका अघोषित नाइकेहरूलाई राज्य सत्ता जिम्मा लगाउन निर्वाचनको नाटक रचेर औपचारिकता दिने कार्य सम्पन्न भएको छ। स्यालहरूले दुःख दियो भनेर ब्वासाहरूलाई निम्त्याउने काम भएको छ। 2062-64मा चाहिँ यसपटक पनि विध्वंसकारीको हातमा राज्य सत्ता पुर्याउन अन्ततः हामी नेपाली जनता नै प्रयोग भएका छौँ। जहानिया राणा शासनको विकल्प प्रजातन्त्र भए जस्तै, निर्दलीय पञ्चायती व्यवस्थाको विकल्प बहुदलीय संसदीय प्रणाली भए जस्तै धर्मनिरपेक्षता सहितको जातिवादी सङ्घीय गणतन्त्रको विकल्प छ र त्यो विकल्प भनेको सनातन बौद्ध किराँत राष्ट्र नेपालको संवैधानिक पहिचान सहित अखण्डित सार्वभौमिकता, प्रदेश खारेजी, समानुपातिक रहित पूर्ण संसदीय प्रणाली, गैर जातिवादी नीति र आलङ्कारिक राज संस्था रहने राज्य व्यवस्था हो। तर काङ्ग्रेस कम्युनिस्टको विकल्प दाबी गर्नेहरूले अहिलेसम्म उल्लेखित कुनै पनि राजनीतिक एजेन्डा ग्रहण गरेका छैनन्। कदाचित यिनले सत्ता प्राप्त गरिसकेपछि उल्लेखित एजेन्डा सहितको गन्तव्यमा मुलुकलाई लैजान खोज्ने भने सम्पूर्ण देशभक्त राष्ट्रवादी नेपालीले यिनलाई साथ समर्थन दिन हिचकिचाउनु हुँदैन। त्यो अवस्थामा हिजोको 1000 अपराधलाई पनि क्षमा दिन नेपाली मतदाता तयार हुनुपर्छ। तर कथित वैकल्पिक समूहको उत्पत्ति नेपाली राष्ट्रियताको सुदृढीकरणका निम्ति भएको विश्वास गर्न सकिने कुनै सङ्केत देखिएको छैन। अहिलेसम्मको अध्ययनले राजासहितको प्रजातन्त्र विस्थापन गराउने अदृश्य शक्ति डिप स्टेट नै पुराना राजनीतिक दलहरूलाई ओझेल पारिदिने रणनीतिक गन्तव्यमा सक्रिय रहेको देखाउँछ। नेता मात्र बदलेर नीति यथावत राख्ने या नीति बदल्नै परे पनि अझै आफ्नो अनुकूलताको निम्ति बदल्ने पक्षमा अदृश्य शक्ति रहेका छन्। उनीहरूले चाहेको प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र जातीयतामा आधारित पूर्ण समानुपातिक व्यवस्था हो। अनेकौं आकार प्रकारका नेता र समूहलाई विश्वासमा लिएर काम गराउन मुस्किल परिरहेको हुँदा बाह्य शक्तिलाई एकै व्यक्ति सर्वशक्तिमान रहने व्यवस्था र अवस्थाको आवश्यकता पर्न गएको छ। त्यस्तै नेपाली समाजको एकता, परस्पर विश्वास र प्रेम एवं सम्मान भङ्ग गरेर स्थायी प्रतिस्पर्धीका रूपमा नेपालीलाई राख्न पूर्ण समानुपातिक प्रणाली तिनलाई चाहिएको छ। डिप स्टेट अर्थात् अदृश्य शक्ति अर्थात् बाह्य शक्तिमा सबैभन्दा ठुलो त्रास कुनै कुराको छ भने त्यो नेपालीको एकता हो। देशभक्त राष्ट्रवादी नेपालीलाई डिप स्टेटवालाहरू आफ्नो मुख्य शत्रु ठान्दछन् र देशभक्तहरूको हातमा राज्य सत्ताको स्वामित्व नपुगोस् भनेर उनीहरू सदैव सचेत रहेका हुन्छन्।
पछिल्लो चुनावी परिणामले अदृश्य शक्तिलाई असीमित खुसी र उत्साह पैदा गरिदिएको बुझ्न सकिन्छ। आँखा खोलेर मतदान नगर्दा देशको अस्तित्वमै सङ्कट आउन सक्छ भन्ने सन्देश प्रवाह हुँदाहुँदै पनि युक्रेनी मतदाताले झैँ दुवै आँखा पुरै बन्द गरेर नेपाली मतदाताले मतदान गरिदिए। पुराना दल र नेतृत्वप्रतिको चरम असन्तुष्टिका कारणले होस् या नयाँ अनुहारलाई प्रयोग गरेर हेर्ने चाहनाबाट अभिप्रेरित भएर होस्, नेपाली मतदाताको रोजाइमा यसपटक एलियनहरू परेका छन्। यिनलाई अदृश्य शक्तिले उत्तरी छिमेकी मित्र राष्ट्रसँग दूरीको व्यवहार गराउन या एसपीपी जस्ता सम्झौता गरेर बाह्य देशको सैन्य शिविर स्थापना गर्न या दलाइ लामाहरूको गतिविधिलाई उच्च गति दिनकै लागि सत्ताको मालिक बनाइएको हो भने पनि केही लोकप्रिय कदम चाल्नु पर्ने जनदबाव नयाँ सरकारमाथि मतको भारले पैदा गरिदिएको छ। त्यसैले बालेन्द्रको नेतृत्वमा गठन हुने सरकारले एसपीपी सम्झौता लगायतका राष्ट्रद्रोही काम गर्नुअघि केही अत्यन्त लोकप्रिय निर्णयहरू लिन सम्भव छ। चमत्कारिक ढङ्गले विजय बनाइएको दलका सभापतिबाट भन्दा बालेन्द्रबाट सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा प्रभावकारी कार्य हुन सक्ने आम विश्वास छ। बालेन्द्रका लोकप्रिय कदमहरूको समर्थनमा जनमत वृद्धि हुँदै जाँदा त्यसले पार्टीको अर्को पक्षमा छटपट्टि बढाउने निश्चित छ र बालेन्द्रका निम्ति पहिलो चुनौती उनको आफ्नै पार्टी बन्नेछ। एसपीपी सम्झौता उनको अर्को त्यस्तो चुनौती हुनेछ जुन सम्पन्न हुँदा नेपाली जनता आन्दोलित हुनेछन् र नहुँदा बाह्य शक्ति नै कठोर चुनौतीका रूपमा देखा पर्नेछन्। देश कसैको स्वार्थका निम्ति रणनीतिक युद्धस्थल नबनोस् र नेपाली जनताले आत्मसम्मान र स्वाभिमानका साथ शान्तिपूर्ण जीवन बाँच्न पाउन् भन्ने हामी सबैको चाहना थियो र छ, तर मतदाताको विवेकीय निर्णय हुन सकेन। साउदी अरब, बहराइन, दुबई, कुवेत, ओमान र युक्रेनका जनताले चाहिँ अर्काको निम्ति देश जोखिम र त्रासमा रहनुपर्ने चिन्ता थपिएको छ। देशको पक्षका सन्देश र चाहनालाई उपेक्षा गरेर नेपाली मतदाता यति बेला औधी खुसी भएका छन्। त्यसैले यति बेला महान नेपाली दार्शनिक रूपचन्द्र बिष्टको स्मरण धेरै देशभक्त नेपालीलाई भइरहेको हुनुपर्छ। उहाँले भन्नुभएको थियो, नेपाली जनतालाई नकारात्मकता र झुट मात्र मन पर्दो रहेछ। सत्य जति पटक भने पनि ग्रहण नगर्ने, तर झुटो र नकारात्मक कुरा पायो भने घुमघामसँग बोकेर फैलाउन जहिले पनि तयार हुने रहेछन्। त्यसैले मैले पुरै जनजागरणमा खर्चिएर पनि यिनलाई जोगाउन सकिन। नेपाली मतदाताले मन त बदले, तर विवेकले होइन आवेगले, सोचेर होइन घोचेर। यही मत युक्रेन र अरब मुलुकमा झैँ युद्ध आमन्त्रणको आधार र कारण नबनोस्, देशको थप समय बर्बाद नहोस्।